आज यता रोपाइँतिर आइएको छ यहाँ दिदीहरुकोमा यस्तै भइरहेछ घाम लागेको छ मरिन्जल पानी तातेर उम्ले जस्तो भएको छ रोपिरहनु भएको छ यता रोपारहरूले भेनाजु बाउसे गर्दै हुन्छ आफू पनि बाउसे गरी हेरेको तर यो टेकी साध्य छैन पानी तातेर गाह्रो छ यो धान रोपी खान पनि गाह्रो रहेछ चामल कहाँबाट आउँछ भनेर थाहा नपाउने साथीहरूले चाहिँ यसरी आउँछ है यो ठ्याक्कै असार 20 गतेको यस्तो यो प्रचण्ड गर्मी निलो आकाश पानीको थोपो छैन शीतल छैन केही छैन यसरी रोपेपछि बल्ल धानबाट चामल फल्दो रहेछ है लु सबैजनाले यसो मनन गरेर अन्नलाई चिनौँ धानलाई चिनौँ उफ हुन्छ होला भन्नु जब यति भए धेरै मिलाउनु पनि हुँदैन यो पानीले छोपिहाल्छ नि अब धेर मिलाउँदा धेर फल्ने पनि होइन हो भेनाजु कि है फल्छ भेनाजु यी नानी बाबुहरू चाहिँ किन त कष्ट गरेका हुन् यहाँ लु जाऊ नानी हो जाऊ शीतलमा गएर बस मम्मीहरूको पनि यहाँ बाध्यता छ त हाम्रो बाध्यता छ यस्तो तातो छ आम्मा पानी चाहिँ धेरै बेरी पानीमा टिक्नै नसक्ने अवस्था छ कसरी चाहिँ नि हुन्छ बोल्नुभयो भने अब त सकि नै लाग्यो यो लास्ट गरा हो यहाँ चाहिँ 8 बजीदेखि रोप्नु हुँदो रहेछ बिहान 1 बजेसम्म तर पनि यो अझै छिटो रोपेर छिटै छोड्नुपर्ने रहेछ क्या यो घाम यस्तो देख्दाखेरि चाहिँ निरन्तर यो घाममा अनि मान्छे ढल्दैन पुक्लुक पुक्लुक ढल्ने भनेको यस्तै अवस्थामा देखेँ मैले चाहिँ म चाहिँ निस्किन्छु है गाइज।